केही तपाईँलाई सोध्नु मन पर्यो भनेदेखिलाई तपाईँले सोध्न सक्नुहुन्छ, सबै कुराहरू रेडी छ। तर नि आज यहाँबाट जाँदै गर्दाखेरि चाहिँ तपाईँले के कुरा चाहिँ लिएर जानुपर्छ भन्नुहोस् त? परमेश्वरको वचन। सो परमेश्वरको वचन लिएर जाँदै गर्दाखेरि, परमेश्वरको प्रकाशलाई लिएर जाँदै गर्दाखेरि नि तर तपाईँको कोठारमा चाहिँ यस्तो माहौलै हुँदैन। हुन्छ भन्नुहोस् त? सायद तपाईँको भित्तामा माइकल ज्याक्सनको पोस्टर टालिरहेको होला है, कतिजनाको भित्तामा के अरे कार्टुनको एनिमेसनको फोटोहरू होला, कतिजनाको घरमा अर्कै गीत बजिरहेको होला, माहौल अर्कै होला। तर नि जसै तपाईँ प्रभुको प्रेजेन्समा बस्न थाल्नुहुन्छ, तपाईँले त्यो माहौललाई चाहिँ यहाँबाट लिएर जानुहोस्। के लिएर जानुहोस्? माहौल भन्नुहोस् त मसँग। यहाँको माहौललाई चाहिँ लिएर जानुहोस्। माहौललाई के भन्छ इङ्ग्लिसबाट? एन्भाइरोमेन्ट, एटमोस्फियर भन्नुहोस् त। एटमोस्फियर, सट्टै पक्रिनुहोस् न त्यो एटमोस्फियरलाई। 1 2 3 यस। यो एटमोस्फियर चाहिँ कसको भन्नुहोस् त? मेरो। अनि नि बाइबलमा एक दुईवटा एटमोस्फियर छ, एक दुईवटा माहौल छ, जुन चाहिँ माहौललाई चाहिँ यति साह्रो माहौलमा चाहिँ मान्छे सट्टै चेन्ज भएर चाहिँ अर्कै मान्छे भएको छ है। तपाईँहरूले मसँग खोल्नुहोस् त यो समय पहिलो सामुएल 10:5 अनि 6 पदलाई हामी पढ्नेछौँ। यस्तो भनेको छ है, पहिलो सामुएल 10:5-6 यसपछि तपाईँ परमेश्वरको गिबा जानुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ। जसै तपाईँ सहरको नजिक पुग्नुहुनेछ, पहिलो सामुएल 10:5 र 6 पढ्दैछु। जसै तपाईँ सहरको नजिक पुग्नुहुनेछ, तपाईँले डाँडाको थानबाट ओर्लिरहेका अगमवक्ताहरूको एक दल अघि अघि जाँदै गरेको बाँसुरी र बिना बजाउँदै गरेको भेटाउनुहुनेछ। अनि तिनीहरूले अगमबानी बोलिरहेका हुनेछन्। तब परमप्रभुको आत्मा शक्तिसित तपाईँमा उत्रनु हुनेछ, तपाईँ पनि तिनीहरूसित अगमबानी बोल्नुहुनेछ र तपाईँ अर्कै मानिसमा बद्लिनुहुनेछ। आमेन आमेन। कस्तो दामी कुरा भनेको छ हेर्नुहोस् त। जसरी नि परमप्रभु चाहिँ तपाईँ भित्र आउनुहुन्छ अरे, जसरी पवित्र आत्मा चाहिँ तपाईँ भित्र आउनुहुन्छ अरे, पवित्र आत्मा आउनु हुँदै गर्दाखेरि चाहिँ तिम्रो वर्ड्सहरू चाहिँ के हुन्छ अरे भन्नुहोस् त? अगमबानी निस्किन्छ अरे। के निस्किन्छ? अगमबानी निस्किन्छ। तिमी भित्रबाट चाहिँ तिमीले बोल्दै गरेको वर्डहरू चाहिँ स्पिरिट इन्स्पायर्ड हुन्छ। अगमबानी भनेको चाहिँ स्पिकिङ इन द इन्सपिरेसन अफ द होली स्पिरिट। के अरे? स्पिकिङ इन द इन्सपिरेसन अफ होली स्पिरिट। पवित्र आत्माको प्रेरणामा बोलिने कुराहरूलाई के भन्छ भन्नुहोस् त? अगमबानी भनिन्छ। अनि यो ठाउँमा के भएको छ भन्दै गर्दाखेरि जसरी यो व्यक्ति साउलको घटना हो, यो साउललाई प्रभुले राजा चुन्नु भएको हुन्छ। अनि कन्फर्मेसनको लागि चाहिँ साउललाई एउटा व्यक्तिले भन्छ, जसरी तपाईँ यो ठाउँबाट निस्केर चाहिँ त्यो डाँडामा चाहिँ एउटा अगमवक्ताको दलहरू चाहिँ त्यो बाटो भएर जाँदै गरेको हुन्छ। द्याट मिन्स सङ्गति देखाउँछ। त्यसले चाहिँ परमेश्वरको पवित्र झुन्डलाई देखाउँछ। त्यो झुन्डले चाहिँ जहिले पनि परमेश्वरको वचनलाई मन पराउँछ। त्यो अगमबानीको दलमा भएको मानिसहरूले जहिले पनि परमेश्वरको कुराहरू मात्रै बोल्छ, परमेश्वरको कुराहरू मात्रै चर्चा गर्छ। त्यो माहौलभित्र चाहिँ जसै तपाईँ पस्नुहुन्छ, त्यो माहौलभित्र पस्दै गर्दाखेरि चाहिँ तपाईँ चेन्ज हुन्छ। आमेन। चेन्ज हुन्छ भन्नुहोस् न। परिवर्तन हुन्छ। आमेन। छेउको साथीलाई पनि भनिदिनुहोस् परिवर्तन हुन्छ। हेर्नुहोस् है त, भन्छन् एक मानि धन्य हो त्यो व्यक्ति जो चाहिँ गिल्ला गर्नेहरूको बैठकमा बस्दैन भनेको छ, पापीहरूको मार्गमा हिँड्दैन भनेको छ है, ठट्टा गर्नेहरूको माझमा चाहिँ बस्दैन भनेको छ। किन भन्दै गर्दाखेरि चाहिँ त्यो माहौलले मान्छेलाई धेरैचोटि के गरेको हुन्छ हेर्नुहोस् त? आकार दिइरहेको हुन्छ। मान्छेलाई एटमोस्फियरले डिजाइन गरेको हुन्छ है, कल्चरले डिजाइन गरेको हुन्छ। तपाईँले आफूलाई नि 21 दिनसम्म कुनै एउटा माहौलमा राख्नुहोस्, अथवा निन्दा गर्ने माहौलमा राख्नुभयो भनेदेखिलाई नि 21 डेजसम्म साइन्टिफिकली प्रुभ भएको छ कि 21 डेजसम्म तपाईँले एउटै कुरा केही रिपिटेडली गर्नुभयो भनेदेखिलाई त्यस तपाईँको ह्याबिट बनिन्छ। अनि नि यो व्यक्ति चाहिँ जसरी साउललाई एउटा व्यक्तिले भन्नुहुँदैछ, परमेश्वरको दासले भन्नुहुँदैछ कि तिमी चाहिँ जसरी यो ठाउँबाट त्यो झुन्डमा बस्छौ भनिदिनुहोस् त।
झुन्डमा पस्छौ भनेको चाहिँ त्यो सङ्गतिभित्र जसरी तिमी बस्छौ, त्यो माहौलभित्र जसरी तिमी बस्छौ, माहौलभित्र जसरी तिमी बस्दै गर्दाखेरि चाहिँ तिमी भित्र एउटा बदलाव आउन थाल्छ। आमेन। तिमी भित्र तिमीले बोलेका बोलीहरूमा चाहिँ ओजन हुन्छ। तिमीले हरेक कुरा गर्दै गर्दाखेरि चाहिँ तिमीले स्वर्गका कुराहरू चाहिँ पृथ्वीमा बोल्नु थाल्छौ। आमेन। अनि यो कुरा यो ठाउँमा भएको छ। अनि यो कुरा चाहिँ फेरि पनि दाउदको जीवनमा पनि रिपिट भएको छ। तपाईँले पहिलो सामुएल 19को 18 देखि 24 पदमा हेर्नुभयो भनेदेखिलाई म पढ्न चाहन्छु है। पहिलो सामुएल 19को 18 देखि 24 सम्म। तब दाउद भागेर उम्के अनि उनी रामामा सामुएल कहाँ आए र साउलले आफूसित गरेका सबै कुरा तिनलाई बताइदिए। अनि उनी र सामुएल गए अनि नयोतमा बसे। अनि यसो भन्दै यो कुरा साउललाई बताइयो, हेर्नुहोस् दाउद रामाको नयोतमा छ। अनि साउलले दाउदलाई पक्रन भनी दूतहरू पठाए। अनि जब तिनीहरूले भविष्यवक्ताहरूको एक दलले भविष्यवाणी गरिरहेको र सामुएल चाहिँ उनीहरूमाथि नियुक्त भएर उभिरहेको देखे, तब परमेश्वरको आत्मा साउलका दूतहरूमाथि आउनुभयो अनि तिनीहरूले पनि भविष्यवाणी गरे। अनि जब साउललाई यो कुरा बताइयो तब तिनले अरू दूतहरू पठाए र तिनीहरूले पनि भविष्यवाणी गरे। तब साउलले तेस्रोपल्ट फेरि दूतहरू पठाए, तिनीहरूले पनि भविष्यवाणी गरे। तब तिनी पनि रामातिर गएर सेकुमा भएको ठुलो इनारमा आइपुगे। अनि तिनले सोधेर भने, सामुएल र दाउद कहाँ छ? अनि कसैले भन्यो, हेर्नुहोस् तिनी रामाको नयोतमा छ। मसँग भन्नुहोस् त, रामाको नयोत भन्नुहोस् त। फेरि भन्दैछ, तब तिनी त्यहाँ रामाको नयोतमा गए अनि परमेश्वरको आत्मा तिनीमाथि पनि आउनुभयो र रामाको नयोतमा नयान्जेल तिनी हिँडिरहेर भविष्यवाणी गरे। अनि तिनले आफ्ना लुगाहरू पनि फुकाले र त्यसरी नै सामुएलको सामु पनि भविष्यवाणी गरे। अनि त्यस दिनभरि र रातभरि तिनी नाङ्गै लम्पसार परिरहे। यसकारण तिनीहरू भन्छन्, के साउल पनि भविष्यवक्ताहरू मध्येका हुन्? आमेन। यो ठाउँमा नि के भएको छ भन्दै गर्दाखेरि एक दिन साउलले है दाउदलाई खेद्दै गएको छ। तर नि दाउदलाई चाहिँ एउटा ठाउँ थाहा छ, जुन चाहिँ ठाउँमा चाहिँ परमेश्वरको प्रेजेन्सको प्र्याक्टिस हुन्छ। के हुन्छ? परमेश्वरको उपस्थितिको प्र्याक्टिस हुन्छ। प्र्याक्टिसिङ द प्रेजेन्स अफ गड। हेर्नुहोस् है, तपाईँ नि यहाँबाट लिएर जाने चाहिँ नि प्रभु परमेश्वरको माहौल हो। तपाईँले यहाँबाट लिएर जाने चाहिँ परमेश्वरको उपस्थिति हो। यहाँबाट लिएर जानु भने चाहिँ तपाईँको परमेश्वरको माहौल हो, एटमोस्फियर हो। अनि जसरी तपाईँ यहाँबाट चाहिँ नि परमेश्वरको माहौललाई लिएर चाहिँ जानुहुन्छ नि, साँच्चै तपाईँसँग जोडिने व्यक्तिहरूले पनि अगमबानी बोल्नेछ। आमेन। तपाईँ जोसँग टचमा बस्नुहुन्छ, जोसँग सङ्गतिमा बस्नुहुन्छ, आपको लागि खेद्दैछ, मलाई चाहिँ दुष्टताले मलाई खेद्दैछ, मलाई चाहिँ विगतको पापहरूले चाहिँ फेरि पनि मलाई भुल्याउने, मलाई विगत मैले छोडेको गल्तीहरू, मैले त्यागेका पापहरू चाहिँ फेरि पनि मेरो पछि लाग्दैछ भनेदेखिलाई चाहिँ तपाईँ कहाँनिर जानुपर्छ भन्नुहोस् त? नयोतमा जानुपर्छ। कहाँ जानुपर्छ अरे? नयोत भनेको चाहिँ जहाँनिर परमेश्वरको उपस्थिति प्र्याक्टिस हुन्छ। हेर्नुहोस् है त, है एक्लै बस्दा है पहिलो दिन पनि प्रभुको प्रेजेन्स थाहा हुँदैन, दोस्रो दिन पनि थाहा हुँदैन। तर जसै तपाईँ प्रभुको वर्डलाई मेडिटेट गर्दै पवित्र आत्मालाई ठाउँ दिँदै यहाँबाट तपाईँ जानु हुँदै गर्दाखेरि तपाईँ परमेश्वरको उपस्थितिमा बस्नुहुन्छ नि, यु विल सी द प्रेजेन्स अफ गड। आमेन। यु विल सी द फेस अफ गड। परमेश्वरको वचनले भनेको छ कि पवित्रताले चाहिँ परमेश्वरलाई देख्छ। के अरे? देख्छ। मसँग भन्नुहोस् त, पवित्रताले परमेश्वरलाई देख्छ। अनि त्यो पवित्रता चाहिँ कहाँबाट सुरु हुन्छ, कहाँबाट जेनेरेट हुन्छ, कहाँबाट अरिजिनेट हुन्छ भन्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ परमेश्वरको प्रेजेन्सबाट हुन्छ। आमेन। परमेश्वरको उपस्थितिबाट हुन्छ, त्यो चाहिँ नयोतबाट हुन्छ। अनि जसरी नि भजन सङ्ग्रहमा पनि 42को 2 पदमा पनि यस्तो भनेको छ, मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। कसको निम्ति अरे? जीवित परमेश्वरको निम्ति। सबैले भन्नुहोस् त, जीवित परमेश्वरको निम्ति। मसँग भन्नुहोस् त, मेरो प्राण जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। अब तपाईँको तिर्खा चाहिँ, तपाईँको तृष्णा चाहिँ के प्रति छ? ठुलो प्रश्नलाई लिएर जानुहोस्। अब तपाईँको तृष्णा चाहिँ जाने बित्तिकै भिडियो गेम खेल्ने हो कि, जाने बित्तिकै फुटबलै हेर्ने हो कि, क्रिकेटै हेर्ने हो कि, है जाने बित्तिकै कार्टुन हेर्ने हो कि, जाने बित्तिकै प्रभुको प्रेजेन्समा बस्ने हो? हैन?
ठुलो निर्णय तपाईँको हातमा छ। हेर्नुहोस् है त भजन सङ्ग्रह 42 को 2 पदमा भन्यो, भजनकारले भन्दैछ, जसरी मुडुले मृगले खोलाको प्राणीको तृष्णा गर्छ, मेरो प्राण चाहिँ, प्राण भनेको के भन्नुहोस् त, सोल। सोल, म भित्र भएको इच्छा शक्तिले, म भित्र भएको भावनाले, म भित्र भएको क्षमताले चाहिँ परमेश्वरको प्रेजेन्सलाई खोज्दछ। भजन 1 कोरिन्थी 15 को 33 पदमा यसरी लेखेको छ, भ्रममा नपर, खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ। 1 कोरिन्थी 15 को 33, भ्रममा नपर भनिदिनुहोस् त साथीलाई। खराब सङ्गतले राम्रै चरित्रलाई नष्ट पारिदिन्छ, दुष्ट पारिदिन्छ। यहाँबाट चाहिँ हष्टपुष्ट भएर जान्छ, त्यहाँदेखि खराब सङ्गतले चाहिँ के पारिदिन्छ अरे, दुष्ट पारिदिन्छ। यहाँबाट चाहिँ आत्मामा हष्टपुष्ट भएर त्यहाँदेखि जस्तै सङ्गतमा लागे नि के हुन्छ अरे, दुष्ट हुन्छ। दारा पलाउनु थाल्छ, सिङ पलाउनु थाल्छ है। अब यहाँनिर सिङ पनि भाँच्यो प्रभुको उपस्थितिमा, दारा पनि भाँच्यो, तर खराब सङ्गतले चाहिँ के गर्छ, फेरि पहिला लास्ट इयर एउटा मैले वर्ड सिकाएको थिएँ नि, के पो थियो हजुर, ध्वासेले फेरि पनि आएर के गर्छ अरे, एट्याक गरिहाल्छ। ध्वासेले एट्याक गर्नु दिनु हुँदैन। हेर्नुहोस् है, बाइबलमा नि ध्वासेले एट्याक गरेको छ। मसँग भन्नुहोस् त, गन्ती 25 अध्याय खोल्नुहोस् त, गन्ती 25 को 1 देखि 5 सम्म पढिदिनुहोस् त, 1 पद। इस्राएलीहरू सित्तिममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्यभिचार गर्न लागे। 2 पद। तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्तो दिए र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्डवत गरे। हेर्नुहोस् है त, अब यहाँनिर नि के भएको छ भन्दै गर्दाखेरि इस्राएलीहरू जसरी मिश्रबाट उनीहरूले मिश्रलाई छोडेर आएको, दासत्वको जीवन छोडेर आएको है, मूर्ति पूजा कुराहरू छोडेर आएको, सबै अधर्मको कुराहरू चाहिँ छोडेर आएको, तर जसरी उनीहरू सित्तिमभित्र बस्दैछ, सित्तिमको माहौल चाहिँ अर्कै छ। छेउको साथीलाई भनिदिनुहोस् त, सित्तिमको माहौल अर्कै छ, संसारको माहौल अर्कै छ साथी, डिस्कोको माहौल अर्कै छ, बारको माहौल अर्कै छ, नाच्ने माहौल अर्कै छ, संसारको माहौल अर्कै छ। अब यहाँनिर नि इस्राएलीहरू चाहिँ नि जसरी सित्तिममा बसे रे, मानिसहरूले चाहिँ मोआबका छोरीहरूसँग बेश्या कर्म गर्न थाले भनेको छ। हेर्नुहोस् है त, जब नि एउटा पुरुष र स्त्री चाहिँ विवाह गर्छ, उनीहरू कभनेन्टमा आउँछ। हेर्नुहोस् है त, उनीहरूको प्राण चाहिँ सोल्टाइ हुन्छ। के हुन्छ अरे, सोल्टाइ हुन्छ, उनीहरूको प्राण गाँसिन्छ। हस्बेन्ड एन्ड वाइफको प्राण गाँसिएको हुन्छ। द्याट्स वाइ दे लभ इच अदर। प्राण गाँसिएको हुन्छ, कुनै चिजबिजसँग पनि सोल्टाइ हुन्छ मान्छेको। अनि यहाँनिर भन्दैछ, अब दोस्रो पददेखि के भन्यो अरे, त्यो स्त्रीहरूले चाहिँ मानिसहरूलाई तिनीहरूको देवताहरूका बलिदानहरूमा निम्तो दिए अरे। अब माहौल चेन्ज हुँदैछ। हेर्नुहोस् है त, जसरी निम्तो दियो, इन्भाइट गर्यो उनीहरूलाई, अनि मानिसहरूले खाए, के गरेछ, खाएछ। हेर्नुहोस् है त, अब बिस्तारै विच क्राफ्ट सुरु हुँदैछ। भोलि म विच क्राफ्टलाई छुनेछु। उनीहरूले मानिसहरूले खाए र तिनीहरूका देवताहरूलाई दण्डवत गरे। हेर्नुहोस् है त, पहिला चाहिँ के गरेछ, विवाह गरेछ, कभनेन्टमा आयो, उनीहरू नि संसारसँग कभनेन्टमा आयो। दोस्रो कुरा, देवताहरूको बलिदानमा त्यो स्त्रीले निम्तो दियो। फर्स्टमा त उनीहरू जानै हुन्थेन। तेस्रो कुरा के गरेछ भन्दै गर्दाखेरि उनीहरूले खाएछ भन्नुहोस् त, खानुमा पनि विच क्राफ्ट छ। हेर्नुहोस् है, अनि मानिसहरूले खाएर तिनीहरूका देवताहरूलाई दण्डवत गरे भनेको छ। अब उनीहरूको आराधना चेन्ज भयो, उनीहरूको प्रशंसा चेन्ज भयो, उनीहरूले कसलाई उचाल्ने हो त्यो चेन्ज भयो। 3 पदमा यसरी भन्छ, यसरी इजरायल बालपोरसँग सम्बन्ध गाँसियो अनि परमप्रभुको क्रोध इजरायलको विरुद्धमा दन्कियो भनेको छ। हेर्नुहोस् है त, हितोपदेश 13 को 20 पदले यसरी भनेको छ, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ भनेको छ। दोस्रो तिमोथी 2 को 16 यसरी भनेको छ, भक्तिहीन बकबक त्याग, अनि यसले मानिसहरूलाई झन् बढी भक्तिहीनतातिर लाग्नेछ भनेर भनेको छ। अघि सरले सायद यो वर्ष सोध्नु भएको होला। दोस्रो तिमोथी 2 को 16
भक्तिहीन बगलाई त्याग। जुन चाहिँ बातचितमा चाहिँ नि ईश्वरको कुरै हुँदैन, जुन चाहिँ बातचितमा चाहिँ नि परमेश्वरको कुरै हुँदैन, जुन चाहिँ बातचितमा चाहिँ परमेश्वरको चर्चै हुँदैन, तपाईँ नि त्यो एटमोस्फियरदेखि बाहिर आउनुपर्छ। तपाईँ त्यो माहौलदेखि बाहिर आउनुपर्छ। तपाईँ कहाँ जानुपर्छ? नयोतमा जानुपर्छ। कहाँ जानुपर्छ अरे? नयोतमा जानुपर्छ, जहाँनिर परमेश्वरको प्रेजेन्सको चर्चा हुन्छ। हेर्नुहोस् है त, अहिले त फोनमै छ, फोनमै छ। सबसे डरलाग्दो माहौल त फोनमै छ। मान्छे एउटा फोन र एउटा मान्छे भयो भने पुगिहाल्यो। ऊ डरलाग्दो माहौलभित्र त्यो ठाउँमा बस्छ। किनभने माहौलले चाहिँ, एटमोस्फियरले चाहिँ मान्छेलाई डिजाइन गर्छ। उसको सोच्ने विचारहरूलाई, उसको ड्रेसअपलाई, उसको हिँड्ने बोल्ने तरिकाहरूलाई नि एउटा माहौलले उसलाई डिजाइन गरिरहेको हुन्छ सानोदेखि। त्यसै कारण एउटा नानी सानोदेखि हेर्नुभयो भनेदेखिलाई ऊ हुर्किँदै जाँदाखेरि उसको आमा बाबुले के गर्छ, उसको घरमा कस्तो माहौल छ, उसको घरमा कस्तो चर्चा छ, उसको घरमा के बातचित हुन्छ, त्यो नानीले सबै कुरा कपी गरेको हुन्छ, त्यो नानीले सबै कुरा टिपेको हुन्छ। अनि त्यो हुर्किँदै गर्दाखेरि नि उसको जीवनबाट त्यही कुरा देख्छ। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ तपाईँ यहाँबाट जाँदै गर्दाखेरि नि कुन चाहिँ माहौललाई तपाईँले रोज्नुहुन्छ? विच एटमोस्फियर डु यु चुज? तपाईँले कुन चाहिँ कुरालाई चाहिँ चुन्नुहुन्छ? द्याट्स म्याटर। त्यसले चाहिँ फरक पार्छ। भन्नुहोस् त, त्यसले फरक पार्छ भन्नुहोस् त। गन्ती, अब मसँग खोल्नुहोस् गन्ती 13:25। म एक दुईवटा भर्स म तपाईँलाई दिन्छु अनि म सकिहाल्छु। गन्ती 13मा नि के भएको छ भन्दै गर्दाखेरि चाहिँ इजरायलमा मूसाले त्यहाँनिर 12 जना भेद लिनको लागि कनानमा पठाउँछ। अनि कनानमा भेद लिनको लागि 12 जनै जान्छ। अनि ती मध्येमा चाहिँ 2 जना को हुन्छ भन्नुहोस् त? यहोशुवा अनि कालेब हुन्छ। अनि अरू 10 जना पनि हुन्छ। 12 जनाले चाहिँ, त्यो 12 जनाले चाहिँ कनानको भेद लिन्छ। किनभने उनीहरू कनान जानको अगाडिको घटना हुन्छ। उनीहरू सब 12 जनाले हेर्छ। 12 जनाले चाहिँ त्यहाँको सहरहरूलाई हेर्छ, मान्छेहरूलाई हेर्छ, त्यहाँको फलफुलहरूलाई हेर्छ। 12 जनाले सबै कुरालाई हेर्छ। तर जसरी उनीहरू रिपोर्ट दिनको लागि मूसा कहाँ फर्किन्छ नि, सबैजनाले भन्दैछ कि 10 जनाले के भन्छ भन्दै गर्दाखेरि त्यहाँनिर दुईटा टिम डिभाइड हुन्छ। एउटा टिममा चाहिँ 10 जना हुन्छ अनि अर्को टिममा चाहिँ 2 जना मात्रै हुन्छ। 10 जनाले के देख्छ? अब देख्नु त 12 जनाले देखेको, 12 जनाले दैत्यहरूलाई देखेको, 12 जनाले चाहिँ त्यहाँको फलफुलहरू देखेको, 12 जनाले चाहिँ त्यहाँको सहरहरू देखेको, दामी दामी कुराहरू देखेको, त्यहाँनिर मह र दुध र मह बग्ने देश देखेको। तर 10 जनाले चाहिँ के भन्दैछ भन्दै गर्दाखेरि चाहिँ 10 जनाले चाहिँ इम्पोसिबल कुरालाई देखाउँदैछ। 10 जनाले के भन्छ भन्दै गर्दाखेरि 10 जनाले चाहिँ मूसालाई आएर भन्छ, मूसा हामी चाहिँ जानु सक्दैन रहेछौँ, मूसा हामी त्यो ठाउँमा जान सक्दैन रहेछौँ, किनभने त्यहाँको मानिसहरू चाहिँ अल्गो रहेछ। त्यहाँको मानिसहरू चाहिँ त्यहाँनिर 10 फुट 11 फुट 9 फुटको मान्छेहरू रहेछ। हामी त सानो फटेङ्ग्राहरू जस्तै देख्यौँ। हामी त सानो लाग्यो उनीहरूको छेउमा। इट इज इम्पोसिबल टु गो कनान। इम्पोसिबल छ त्यो कनानभित्र पस्नु, इम्पोसिबल छ त्यो लडाइँलाई जित्नु भनिकन नि 10 जनाले चाहिँ नेगेटिभ कुरालाई चर्चा गर्छ। के कुरालाई? नेगेटिभ कुरालाई चर्चा गर्छ। तर नि यहोशु र कालेब चाहिँ परमेश्वरको उपस्थितिमा बस्ने व्यक्तिहरूलाई त यति साह्रो भित्रबाट आँट आउँछ, यति साह्रो भित्रबाट जोस आउँछ, होइन मूसा हामी चाहिँ सक्छौँ। आमेन। हामी चाहिँ के गर्छौँ? हामी सक्छौँ। किनभने हामी भित्र चाहिँ को हुनुहुन्छ? येशू ख्रीष्ट हुनुहुन्छ। हामी भित्र परमेश्वर छ। यहोशु र कालेबले यति साह्रो पोजिटिभ कुरालाई चर्चा गर्छ। 10 जनाले चाहिँ त्यो सारा इजरायलको क्याम्पलाई नै नेगेटिभ बनाइदिन्छ, सारा इजरायलीहरूलाई नै रुने बनाइदिन्छ। इजरायलीहरू गनगन गर्न सुरु गर्छ। इजरायलीहरू नि मूसाको विरुद्धमा, परमेश्वरको विरुद्धमा हामी त यहीँ मर्नु भएको भए ठिकै हुन्थ्यो भनिकन उनीहरूले नेगेटिभ कुराको चर्चा गर्छ। तर जसरी नि आज यो यहोशु र कालेब चाहिँ नि एउटा सत्यतामा उभिकन, है परमेश्वरको प्रेजेन्समा उभिकन बोल्न थाल्छ भनेदेखिलाई यहोशु र कालेबको जीवनबाट शक्तिशाली काम हुन्छ। आमेन। आमेन। त्यो कुरा कति बेला सम्भव छ भन्दै गर्दाखेरि जब एउटा पुस्ताले चाहिँ परमेश्वरको प्रेजेन्सलाई दिनरात प्र्याक्टिस गर्छ। किनभने यहोशु चाहिँ त्यो व्यक्ति थियो जो चाहिँ हरेक दिन प्रभुको प्रेजेन्समा बस्थ्यो। हेर्नुहोस् है त, 1 सामुएल 10:6 के लेखेको छ भन्दै गर्दाखेरि अघि हामीले पढ्दै गरेको भर्स 10:6 यस्तो लेखेको छ,
अनि परमप्रभुको आत्मा सामर्थ्यसित तिमीमाथि आउनुहुनेछ। तिमी तिनीहरूसित भविष्यवाणी गर्नेछौ र तिमी बदली भएर अर्कै मानिस हुनेछौ। आमेन। मसँग भन्नुहोस् त, अर्कै मानिस हुनेछौ, चेन्ज हुनेछौ, परिवर्तन हुनेछौ, येशू ख्रीष्ट जस्तै हुनेछौ। जसरी नि यो सावलले अनि यो व्यक्तिहरूले चाहिँ प्रभुको प्रेजेन्स भित्र पछि नि उनीहरूको जीवनको बुलावटलाई देखेको छ। आमेन। हेर्नुहोस् है त, जीवनको बुलावट बुझ्नु चाहिँ नि सबैभन्दा ठुलो कुरा हो। किनभने बुलावट चाहिँ नि परमेश्वरको स्क्रोलमा लेखेका कुराहरूसँग इट्स कनेक्टेड। किनभने तपाईँले मसँग खोल्नुहोस् त, हिब्रू 10:7 पदमा यस्तो लेखेको छ। हिब्रू 10:7 के लेखेको छ भन्दै गर्दाखेरि पढिदिनुहोस् त, कसैले छिटो पाउनुभयो भनेदेखिलाई। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठोमा मेरो बारेमा लेखिए जस्तै तपाईँको इच्छा पुरा गर्न म आएको छु। आमेन। परमेश्वरको इच्छा चाहिँ नि उहाँको पुस्तकमा अघिबाटै तपाईँको विषयमा लेखिएको छ। अघिबाटै तपाईँको विषयमा नि प्रभुले लेखिसक्नु भएको छ। अनि त्यो परमेश्वरको इच्छा चाहिँ पृथ्वीमा पुरा गर्नु चाहिँ इट्स अ कलिङ, तपाईँको बुलावट हो। तपाईँको पृथ्वीमा पर्पोज हो। तपाईँको जीवनमा नि परमेश्वरले राखिदिनु भएको बुलावट हो। धेरैचोटि हामी गलत ठाउँमा, गलत एटमोस्फियरमा आइकन हामी गनगन गर्छौँ। गलत ठाउँमा गइकन हाम्रो बुलावटहरू, जसरी नि अब्राहम र लुत छुट्टिँदै गर्दाखेरि अब्राहम चाहिँ कनानतिर आशिषको मुलुकतिर गयो, लुत चाहिँ कहाँ गयो भन्नुहोस् त, सदोम र गमोरातिर गयो। जसरी नि लुतको जीवनमा पनि पर्पोज थियो। हेर्नुहोस् है त, लुतको जीवनमा पनि बुलावट थियो, लुतको जीवनमा पनि प्रभुले दिनुभएको वर्ड्सहरू थियो। तर जसरी लुतले नि एउटा रङ एटमोस्फियरलाई चुनेको छ, उसको परिवार तहस नहस भएको छ। उसले नि आफ्नो वाइफलाई गुमाएको छ, उसको आफ्नै छोरीहरूबाट उसको नानीहरू जन्मेको छ। यति साह्रो घिनलाग्दो पापसँग लुतले सामना गर्नु परेको छ। उसको जीवनमा ब्याड कन्सिक्वेन्स भएको छ। हेर्नुहोस् है त, हाम्रो रङ चोइसहरूले, हाम्रो रङ एटमोस्फियरले नि ब्याड कन्सिक्वेन्स ल्याउँछ है, नरकमा अन्त हुन्छ। तर नि हाम्रो राइट चोइसले परमेश्वरको उपस्थितिलाई जब तपाईँले चुनाव गर्नुहुन्छ भनेदेखिलाई हिब्रू 10:7 भनेको छ, तपाईँको इच्छा पुरा गर्नलाई म यस पृथ्वीमा आएको छु। सो यसले तपाईँलाई चेन्ज गर्छ, सही माहौलले तपाईँलाई चेन्ज गर्छ, राइट प्रेजेन्सले, परमेश्वरको उपस्थितिले तपाईँलाई चेन्ज गर्छ। अन्तमा भजन सङ्ग्रह 1 अध्यायलाई हामी सबैजनाले खोलौँ न एकपल्ट। मजाको कुरा लेखेको छ त्यहाँनिर। भजन 1 अध्यायमा लेखेको छ, धन्य त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन। आउनुहोस् न हामी सबैजना मिलिकन पढौँ। भजन सङ्ग्रह 1 2 3 पद। 1 2 3। धन्य त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिले ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। आमेन आमेन। जसले जे गर्छ भनिदिनुहोस् त, त्यसमा त्यो सफल हुन्छ। तपाईँले जे गर्नुहुन्छ यहाँबाट गएर, तपाईँको सानो प्रोफेसन होला, तपाईँको सानो काम होला, तपाईँको सानो सङ्गति होला, तपाईँको सानो सङ्गति होला, त्यहाँ तपाईँको सानो सेवकाई होला, तपाईँ जे गर्नुहुन्छ नि तपाईँ सफल हुनेछ। आमेन। तपाईँ के हुनेछ? सफल हुनेछ। तर यसको क्राइटेरिया चाहिँ के रहेछ भन्नुहोस् त, 2 पद। तर परमप्रभुको व्यवस्थामा नि त्यो खुसी रहन्छ, त्यसले दिन रात, भन्नुहोस् त, दिन रात भन्नुहोस् त, दिन र रात गरेर कति घन्टा हुन्छ? 24 घन्टा। हजुर कति घन्टा अरे? 24 घन्टा चाहिँ प्रभुसँग बिताउनु पर्यो। एट एभ्री टाइम प्रभुको प्रेजेन्ससँग तपाईँ जोडिनु पर्यो। तपाईँ काम गर्नु हुँदै गर्दाखेरि, तपाईँ सेवकाई गर्नु हुँदै गर्दा, तपाईँ ड्राइभ गर्नु हुँदै गर्दा, तपाईँ बारीमा काम गर्दै गर्दा, तपाईँले कामहरू गर्दै गर्दा, तपाईँको एभ्रिवेयर, तपाईँको स्टडिजमा तपाईँ स्टे कनेक्टेड विथ द प्रेजेन्स अफ गॉड, स्टे कनेक्टेड विथ द एटमोस्फियर, हेभनली एटमोस्फियर। तपाईँ परमेश्वरको माहौलसँग तपाईँ जसरी जोडिनुहुन्छ, बाइबलको वचनले मिठो कुरा के भनेको छ?
त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिले ओइलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। किनभने यो रुख चाहिँ केसँग जोडेको छ? केसँग? खोलाको किनारसँग जोडेको छ। यो रुखले फल दिन्छ। यो रुखलाई हेर्दै गर्दाखेरि मानिसहरू आशिषित हुन्छ। तपाईँ त्यो बोट हुनुहुन्छ। आमेन। सो तपाईँले यो कुरालाई ध्यान दिनुहोस्। हामी चाहिँ धेरैचोटि कम्प्लेन गर्छौँ क्या, धेरैचोटि कम्प्लेन गर्छौँ है। हाम्रो टिममा फेमस वर्ड वाइ प्रभु, वाइ प्रभु भनिदिनुहोस् त। हाम्रो टिममा धेरै वर्डलाई चर्चा गर्छ। वाइ प्रभु, वाइ प्रभु थुप्रो हुन्छ। वाइ प्रभु, वाइ प्रभु, यति गरे त वाइ प्रभु, यति गरे त किन भएन, किन भएको छैन? किनभने त्यो रुख कहाँ जोडेकै छैन हजुर? किनारसँग जोडेकै छैन। त्यो घर चाहिँ बलुवामा बनिँदैछ। त्यो घर चाहिँ परमेश्वरको वचनमा बनिएकै छैन। त्यो रुख चाहिँ परमेश्वरको वचनसँग जड हालेकै छैन है। एड्रिन दाजुले मजाको गीत बनाउनु भएको छ नि, वचनमा तल जडा गाडेर नि। युथहरूले मजाले गाउँछ अरे क्या, तर हातमा बाइबल चाहिँ हुँदैन अरे क्या। वचनमा तल जडा गाडेर गाउँछ अरे, तर हातमा बाइबल नै हुँदैन, वचन हुँदैन। सो म तपाईँलाई भन्छु, परमेश्वरको प्रेजेन्स चाहिँ जब तपाईँ वर्डसँग जोडिनुहुन्छ, प्रभुको प्रेजेन्ससँग जोडिनुहुन्छ, तपाईँको जीवनमा प्रभु शक्तिशाली कामलाई गर्नुहुन्छ। आमेन। आउनुहोस् हामी आफ्नो आँखालाई बन्द गर्नेछौँ, हामी अन्तिम प्रार्थना गरौँ। लेट अस डिसाइड। यो राति हामी जसरी अघि बिहानदेखि नै प्रभुको शक्तिशाली प्रेजेन्सभित्रमा छौँ, हामी यो दिनलाई क्लोज गर्दै गर्दाखेरि, यो समयलाई अन्त गर्दै गर्दाखेरि हामी डिसाइड गरौँ प्रभु, म यहाँबाट जाँदै गर्दा तपाईँसँग कनेक्ट हुन चाहन्छु। इनफ्याक्ट म अहिलेदेखि नै तपाईँसँग कनेक्ट हुन चाहन्छु। म तपाईँको एटमोस्फियरसँग कनेक्टेड हुन चाहन्छु। किनभने माहौलको चाहिँ ठुलो शक्ति छ। माहौलले चाहिँ प्रभाव ल्याउन सक्छ। परमेश्वरको माहौलले चाहिँ मानिसलाई चेन्ज गर्न सक्छ। परमेश्वरको माहौलले चाहिँ मानिसको ओठहरूलाई चाहिँ उसले खेद्दै गरेको मानिसहरूलाई चेन्ज गर्न सक्छ। परमेश्वरको उपस्थितिले चाहिँ मानिसलाई अर्कै व्यक्तिमा परिवर्तन गर्छ। परमेश्वरको माहौलले चाहिँ मान्छेलाई चेन्ज गरिकन ख्रिस्ट जस्तै बनाउँछ। Reba sandarama sikondorobo sebendere kira la basa remana koria la basa baba reba sondoro kori masa re alaba setoro bondorobo rema sikindara baba rema na sondoro kori basa re alaba sendere kiri alaba rema sondoro kota barabasa rema ma shandara katalaba